हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। फेरि पनि मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आजको दिन चाहिँ हामी कुन ठाउँ गए र कहाँ गयो भनेर अन्तिमसम्म हेरेर साथ दिनु होला हजुरहरूले। आज चाहिँ दिदीहरूसँग मिलेर जङ्गलतिर लागे। यसो भ्यू दिदीहरू फेरि खोलामा बसेर गफ हान्दैछन् अनि म चाहिँ यतापट्टि बसेर भिडियो बनाउँदै कि मेरो दिदीहरूको। अनि यसो म चाहिँ यताउता भ्यूहरू हेर्दै भिडियो बनाउँदै हिँडिरहेको थिएँ। अनि भिडियो मात्रै बनाएर भएन भनेर फेरि दिदीहरू उताबाट पारिबाट जानुभयो। म चाहिँ फेरि यता अलिकति उकालोबाट अनि माथितिर जाँदैछौँ। अनि दिदीलाई बोलाएको, दिदी चाहिँ मभन्दा अगाडि जाँदै हुनुहुन्छ कि। अनि त्यही भएर टक्क लगाएर अनि दिदीलाई फेरि मैले जिस्काएको भिडियो बनाएको त दिदीको त फेरि सानो भए पो टक्क लगाएर मोबाइलमै नअट्ने खालको छन् दिदी फेरि। दिदीलाई चाहिँ फेरि मैले जिस्काउँदै म दौडिँदैछु कि किन जिस्काएको भन्दा रेस खेल्यो भने त मैले जित्छु होला भनेर फेरि म चाहिँ अगाडि दौडिँदैछु कि। अलिकति माथि आएको न्युरो खोजेको, थोरै न्युरो भेटेँ। अनि त्यसपछि भान्जा म दिदीहरू मिलेर चाहिँ अनि यसो टक्क भिडियो बनाउँदै बसिरहेको थिएँ कि। अनि भोक पनि लाग्यो, यसो खाजा खाऊँ भनेर ढुङ्ग्रो सुङ्ग्रो लिएर लगेर गएको थिएँ। अनि ढुङ्ग्रो पानीहरू चाउचाउहरू मिसाएर खायो हामीहरू सबैजना मिलेर। अनि माखले चाहिँ हेर्नु नि मलाई जिस्काई बनेको के, जाँदै नजाने, त्यो पनि भोक लागेर बसेको के हो भने पछि नछुट्ने भनेको भने अनि खाजा पनि खाएर भयो। अनि दिदी र म हामीहरू चाहिँ अनि गफ गर्दै दिदीले चाहिँ न्युरो देखाउँदै हुनुहुन्छ कि यति टिपे भनेर। त्यसपछि फेरि अनि माथितिर लाग्यो, माथितिर पनि गएको, न्युरो भेट्यो अलिकति भन्नाले भेट्यो टन्नै। दिदीहरू चाहिँ खोल्चातिर बस्दै हुनुहुन्थ्यो अनि म चाहिँ एक्लै न्युरो खोजिरहेको थिएँ कि। अनि हेर्नु एक मुठातिर भेट्यो कि, न्युरो खोजेर नि भ्यायो। अनि दिदीहरू चाहिँ फेरि नुहाउने रे एकछिन भनेर अनि खोल्चातिर अनि खोलातिर नुहाउँदै हुनुहुन्छ कि। अनि म चाहिँ दिदीहरू नुहाएको हेर्दै बसिरहेको कि। म त यतापट्टि छेउमा छाता ओढेर, किनभने म घाममा सक्दिनँ कि, आँखाले हेर्नु सक्दिनँ कि, लास आँखा पोल्छ अनि आँखाबाट आँसु आउँछ कि, त्यही भएर सक्दिनँ म। नुहाएर नि भ्याएँ। अब अनि घरतिर लाग्नुपर्छ भनेर घरतिर लागेँ। दिदीले फेरि अलिअलि दाउरा पनि टिपेर राख्नुभएको रहेछ। अनि दाउरा नि बोकेर हामी चाहिँ अब घरतिर लागेँ। थ्याङ्क यू सो मच फर वाचिङ। आजको लागि यति नै। फेरि पनि अर्को मिनी ब्लगमा भेट्नेछु। बाई बाई।